हेलो एभ्रिवान। आज चाहिँ दिन हेर्दाखेरि शीतल शीतल भएको भएर आज हामीले आलु चप बनाएर खाने भन्यौँ। आज चाहिँ हामीले आलु चप खाने भनेर आलु खान लागेको। दुईवटालाई आलु खाएपछि हुन्छ, ठुलो छ। यसलाई चाहिँ हामीले 2 सिटी लगाउँछौँ। सुरु भयो आलु चपको लागि। आलु सिटी लगाइन्जेल अब चाहिँ हामी आलु चपलाई चाहिने प्याज, लसुन, अदुवा सबै रेडी पार्दैछौँ। राजाले प्याज काट्दै उसिन्छ, मैले भने लसुन अदुवा खोल्चाउँदैछु। हाल्दै पिस्दै गर्नुपर्छ। राजाले प्याज बनाउँदै उसिन्छ। हाम्रो प्याज पनि रेडी भइसक्यो। हजुरहरूलाई कतिको मनपर्छ त्यही अनुसारले बनाउनु होला। हामी चाहिँ अलिक सानो मनपर्ने पकाएको भएर एकचोटि फेरि बनायौँ। अब चाहिँ हाम्रो प्याज रेडी भयो। अब चाहिँ अदुवा काट्दै उसिन्छ। सँगसँगै लसुन पनि। अब हामी सबै हालेर पिस्छौँ ओखलीमा। अब हाम्रो अदुवा लसुन पनि हुन लागिसक्यो। हजुरहरूलाई मिक्सरमा पिनेको ठिक लाग्छ भने त्यसरी पनि युज गर्न सक्नुहुन्छ। हामी चाहिँ ओखली युज गरेका छौँ। हाम्रो यतिको भइसकेको छ लसुन अदुवा। हाम्रो चाहिँ अब मजाले प्रेस भइसकेको छ। तीन सिटी लगाएको हामीले चाहिँ आलु ठुलो भएको हुनाले आलु कतिको पाकेछ कि पाके छैन भनेर अब म चेक गर्दैछु। हाम्रो आलु मजाले पाकेको छ। आलु तातो भएको हुनाले मैले अब यसलाई चिसो गराउन जाँदैछु। हल्का पानी हालेर मैले चिसो बनाउँदैछु। आलु तातो हुन्छ यति बेला, अलिक ख्याल गर्नु होला हजुरहरूले। अब चाहिँ हामीले म्यास गर्छौँ यसलाई। मैले चाहिँ सिलौटोको लोरा लिएर गरेको छु। हजुरहरूले जसले गर्दा पनि हुन्छ।
अब मैले प्याज एड गरेँ चप गरेको, सँगसँगै जिन्जर गार्लिकको पेस्ट पनि एड गरेँ मैले। अब म सबै हाल्दैछु। स्वाद अनुसार नुन, कलरको लागि बेसार राख्दैछु, हल्का खुर्सानी पिरोको लागि, हल्का मसला स्वादको लागि। अब हामीले यसलाई मजाले मिच्नुपर्छ, सबैतिर लाग्ने गरेर। अब चाहिँ हाम्रो मसला रेडी भइसकेको छ। मैले यसमा बेसन राखेँ। हामीले चाहिँ यो चाहिँ पकौडाको लागि, आलु चपको लागि पिठो बनाउँदै हो। यसलाई के भन्छ मलाई ठ्याक्कै थाहा भएन। मैले यहाँ कलरको लागि बेसार राखेँ। यसलाई मिक्स गरेँ। पानी हाल्दै चलाउँदै फिट्नुपर्छ। मैले थोरै थोरै गरेर हालेको छु, एकचोटि हाल्दा गिलो हुन्छ भनेर। मलाई हेर्दा चाहिँ बेसार नलागे जस्तो भएर फेरि मैले हल्का बेसार एड गरेँ। हजुरहरू त्यो आफूले विचार गरेर हाल्नु होला। मैले फेरि पानी हालेर फिर्दैछु। अब हाम्रो यतिको भइसकेको छ। यहाँ चाहिँ मैले प्यान तातो गराएँ। अब तेल हाल्दैछौँ। यसलाई चाहिँ अलि बेसी तेल चाहिने भएको भएर अलि हामी धेरै नै हाल्नुपर्छ, फुर्नु पर्यो नि त है। तेल तात्ने बेलासम्म मैले उता चप रेडी बनाउँदैछु, सेप दिँदैछु। गोल गोलो बनाउनु पर्छ। अब चाहिँ हामी फुराउनको लागि रेडी भयो। मैले पिठोमा डिप गरेर हाल्दैछु। वन बाई वन गर्दै सबै हाल्नुपर्छ। मैले ठाउँ म्यानेज गर्दै हाल्दै गरेको छु। नचिप्कोस् भनेर मैले चलाइदिएको छु। मैले फल्टाएर चलाउनु पर्छ।
हाम्रो चप राम्रो भइसकेको छ, गोल्डन ब्राउन, हेर्दा पनि राम्रो देखिएको छ, खाँदा पनि मिठो छ। हामीले यसलाई पेपर टावरमा राख्यौँ। हाम्रो चप यस्तो भइसकेको छ। अब चाहिँ हामी चटनीको लागि टमाटर पोल्नु लाग्छौँ। हाम्रो चाहिँ टमाटर रेडी भयो। यहाँ चाहिँ हामीले आफ्नै बरन्डामा फार्मिङ गरेको यो, त्यसमा चाहिँ हामीले पुदिना पनि लगाएको थियो, पुदिना पनि हुर्किरहेको छ। यहाँ चाहिँ पुदिनाको चटनी पनि सँगसँगै खाने भनेर। मेरो राजालाई फेरि पुदिनाको चटनी मनपर्छ क्या, शीतल पनि, शरीरलाई पनि शीतल बनाउँछ यसले। अब चाहिँ हामीले यसलाई मजाले पखाल्छौँ। यसलाई अब ओखलीमा राखेर चटनीको लागि सामग्रीहरू हाल्दैछौँ। स्वाद अनुसार नुन, पिरोको लागि खुर्सानी, स्वादको लागि टिमुर, सँगसँगै लसुन पनि राखेर यसलाई हामीले मजाले पिसेर मसिनो भइसकेपछि अघि हामीले पोलेर राखेको टमाटर एड गर्छौँ। स्वाद मिठो आइसकेको छ पुदिना, टिमुर, लसुनको। यसरी हाम्रो आलु चप र चटनी रेडी भइसक्यो। हजुरहरू पनि घरमा यसरी बनाएर ट्राई गर्नुहोला।